यो फ्लेक्स प्लस काँटी यसरी हालिएको रहेछ। ल हेर्नुहोस्, एउटा फ्लेक्स बराबर कति पर्छ, यति फ्लेक्सलाई कति पर्छ तपाईँ हिसाब गर्नुहोस् आफै। केही नभने यसमा 6 रुपियाँ अथवा 10 रुपियाँ भेट्न आउँछ। एउटा काँटी चाहिँ एउटा रुखमा हाल्दाखेरि के असर पर्छ तपाईँले पनि विचार गर्नुहोस्। यो प्रकृतिलाई मात्र होइन फर्निचरलाई पनि बहुत टेन्सन हुन्छ है। ल हेर्नुहोस्, सबै प्रत्येक रुखमा हानिएको छ। यहाँ प्रत्येक रुखमा हानिएको छ होइन, प्रत्येक रुखमा हानिएको छ। तपाईँको यति सबै रुखमा कति चाहिँ हिसाब होला आफै बुझ्नुहोस्। अब यो हेर्नुहोस् त, त्यो फ्लेक्सको बदलामा यो कुनै पर्मानेन्ट कार्ड भनौँ न, केही पनि नहुने के प्लास्टिकबाट बनेको कागजले यसरी स्टिच, यो हाम्रो स्टिच छ। स्टिच तपाईँको 20 रुपियाँमा तपाईँको 1000वटा पिस आउँछ। यसरी टिक्का हान्यो भने काँटीभन्दा धेरै राम्रो हो नि त तपाईँको। यो चाहिँ फ्लेक्सभन्दा पनि धेरै राम्रो भयो नि त, सस्तो पनि पर्न आउने। बरु यसरी फ्लेक्समा टाइपिङ गरेको पैसा अलग्गै लिन्छ, टाइपिङ नगरिकन यसरी कर्मचारीले लेख्न लगाएर गऱ्यो भने कस्तो होला। यो चाहिँ प्लास्टिक, तपाईँको प्लास्टिक बोतलमा सेतो रङले अथवा कालो रङले, मेरो त माफ गर्नुलाई मेरो मसी अलि कमजोर भएको हुनाले अलि लेख्न सकेन है, बाक्लो भएको भए तर लेख्न सक्छ। यो चाहिँ पर्मानेन्ट पेन हो, मार्कर। यो प्लास्टिक, यो भोला प्लास्टिक हामीले बजारहरूमा यत्रत्यत्र छरिएको उसलाई चाहिँ सदुपयोग गरेर यसरी लेखेर नि रुखमा टसाउन सक्छौँ। त्यसको लागि सफा पनि भयो, पैसा पनि बचत भयो। यो चाहिँ हाम्रै फ्लेक्सकै हो। यो मैले तल भेटाएर चाहिँ रुखको तल खसेको रहेछ, भेटाएर 41 चाहिँ 70 रहेछ। यसरी चाहिँ तपाईँको काँटी बदलामा यसरी फ्लेक्स हानेदेखि स्टिच हानेदेखि तपाईँको कम्पोज पनि छिटो हुने भयो, फर्निचरलाई पनि केही टेन्सन हुने भएन, प्लस पैसा पनि बचत हुने भयो है। यो चाहिँ हाम्रो प्लास्टिक, यो चाहिँ साबुनको यो हो, त्यसको लागि नि बरु यो फ्लेक्स गर्नुभन्दा चाहिँ फ्लेक्स खर्च गर्नुभन्दा चाहिँ यो साबुनको पछाडि यसरी हानेर पनि तपाईँको पानी पर्दा नि केही भएन, केही पर्दा केही भएन। मान्छेले निकालिदिन्छन् भनेदेखि मान्छेको त आफ्नै समस्या हो निकाल्न त हजुरको यो पनि निकालिदिन्छ। यो काँटी एउटा मात्रै यसरी हानेको छ, कुनै भित्रैसम्म हानेको भएर यसरी कचकुच पनि खुचिन्छन्। यसलाई यसरी गर्दा पनि एउटा काँटीको पैसा बच्यो, प्लस यसलाई निकाल्न कोही। ल हेर्नुहोस्, तपाईँको पहिला चाहिँ टिनको पाताले लेखेर हानिन्थ्यो भने पछि चाहिँ फेरि तपाईँको बोक्रा खोर्किएर तपाईँको चाहिँ पेन्टिङले लेख्ने काट्नु भइरहेको थियो। त्यसमा पनि बढी खर्च छ, यसमा केही बढी खर्च छैन। हेर्नुहोस् है, यसमा चाहिँ ध्यान दिनुहोस्।